कहिले चाहिँ रुनेछौ मेरो बुढीसँग नाच्दै रहेछ अब लफडाङको झपडाङ परेन तपाईहरुले उहाँलाई मिठो मिठो कमेन्ट बसिदिन सल्लाह भन्न चाहन्छु र लाइक शेयर एन्ड सब्स्क्राइब है Good morning, good afternoon and good evening to everyone. Hope everybody is doing well. And आज हामी आइपुगेको छौं तकलिङ बस्ती. Beautiful homestay, beautiful resort भन्दा पनि हुन्छ. It's still under construction but restaurants or cafes are still open. And यो cafe restaurant is belongs to or बनाउनु भएको none other than हाम्रो दार्जिलिङको one of the very famous vlogger Mr. Raw Bro Vlogs भनेर चिनिन्छ. म चाहिँ आज मेरो दादाहरुसित आको गाउँको दादाहरुसित सरप्राइज प्लान भयो बिहानै उठ्ने बित्तिकै द जुम तकलिङ बस्ती भनेर आको फर द फर्स्ट टाइम म आएको यहाँनिर गरम हुँदा रहेछ वेदर राम्रो छ अन्त अल्सो मैले त बिर्सेछु ह्याप्पी नेपाली न्यू इयर सबैलाई. यहाँनिर हाम्रो अर्ग्यानिक प्रडक्ट्सहरू के छ त्यसरी पनि चिकनको अचारहरू यस्तो पाउँदो रहेछ. अन्त माथि माथि प्राइसहरू पनि छ कति कति रेन्जहरू. तर अब कति बजे अहिले टाइम अहिले त 1:20 भएछ आफ्टरनुन. डाँडा काटिसकेपछि रुम्सहरू पनि बनाउनु हुँदैछ. रुम छैन यहाँ चाहिँ जस्ट हाम्रो यसरी भेटघाट गर्ने खाने. हजुर टाढोकोलाई हाम्रो अब गोर्खा भाषा बुझ्नेहरूलाई हो भने टेन्ट छ. ए हजुर अन्यलाई त त्यति राखेको छैन हामीले ए अरू गेस्टहरूलाई चाहिँ. अरूको चाहिँ किनभने यहाँ तलतिर राम्रो राम्रो लग्जरिसहरू छ उनीहरूलाई फेरि लग्जरिस चाहिन्छ हजुर होइन. यहाँ चाहिँ खालि तपाईँ हामी जस्तो केटाहरू भयो अरू अब यसो आउने बर्थडे सड्डे गरेर कोही बेला यसो ढिलो हुँदाखेरि बस्ने मात्रै सुविधा हो. हजुर जग्गा त रमाइलो रहेछ नि. हजुर हजुर यो चाहिँ एकदम सुनसान. तर यो चाहिँ के अझै कन्स्ट्रक्सनमै छ कि हजुर हजुर अलमोस्ट कम्प्लिट होइन उतापट्टि बनिनु डल्लै छ. अब बर्खा लाग्यो भनेर चाहिँ अहिले मैले बन्द गरेको कि. हजुर अर्को वर्ष चाहिँ उतापट्टि बनिन्छ. क्यारियोकी फिल पनि रहेछ नि त यहाँनिर. अन्त यहाँबाट फेरि ठिक्क उतापट्टि देख्दाखेरि चाहिँ त्यो परको लेट मी जुम माई क्यामेरा. अन्त के हो भन्दाखेरि त्यहाँ चाहिँ द्याट्स कालिम्पोङ पनि नजिकै रहेछ. अन्त यसको ठिकै हो भ्यालीको मुनि चाहिँ टिस्टा रिभर छ. सो कालिम्पोङ चाहिँ बाई टिस्टा रिभर नै भएर जानु पर्दो रहेछ. तर एकदमै दामी जग्गा रहेछ रमाइलो. तिमीलाई खाऊ भन्दैन खाने मान्छे तिमी आफूले आफू भएको रक्सीको आइसक्रिम चाहिँ टेस्ट गर्नुपर्ने है. गर्नुपर्छ होला. त्यो चाहिँ कसरी बोतल भन्नु पनि सक्दैन. कसरी केजी के फ्लेभर स्ट्रबेरी उयो होला. मैले त भेटेको छैन अब कसरी भन्नु. यहाँ साथीको च्यानल रहेछ चस्मा लगाऊ है तिमीलाई फेरि अहिले मान्छेले चिन्दैन नचिन्नुहोस् भनेको सबैले चिन्ने कि भने जो भनेको सबले चिन्ने होइन केटीहरू नचिन्नुहोस् केटाहरूले चिन्ने बेसी भयो. बरु केटीहरूले चिन्यो केटीहरूसँग नाच्यो होइन घरमा पनि आँखा लाउने वनमा पनि आँखा लाउने अर्काको बुढीसँग नाच्यो पञ्चायत होइन खाना पनि जानु अब भयो नि होइन अर्का बुढीसँग किन नाच्नु गीत गाउँछ मजाको. देवानन्दलाई चाहिँ कालो सुट नलगाउनु भन्थे नि केटीहरू मक्क त्यस्तै रहेछ. चस्मा लगाउँदा त हामी त मक्क भन्ने केटी होइन. म त भन्छु नाच्ने बेलामा चाहिँ मेरो जग्गामा चाहिँ केटीहरू नआइदिए भिडियो गएको हुन्छ कि त्यसको बुढाले मलाई भोलि घुसी ताक्छ कि ताक्दैन. ठिकै हो त्यो त. तँ त मेरो बुढीसँग नाच्दै रहेछ अब लफडाङको झपडाङ परेन. ल अब दाजुभाइहरूको सानोबडी गफ यहाँ एउटा सानो हटमा बसेर हामीलाई नि 5 वटा खाना होइन खानै पाउनु होइन.
खाना हुन्छ हजुर खाना हुन्छ खाना तपाईँको एउटा प्लेन राइस हुन्छ हो एउटा चाहिँ धानको प्लेन र धान दुईटा हुन्छ चामल प्लेनै गरिदिउँ न अन्त कुन चाहिँ लिनुहुन्छ चिकन कि एउटा चाहिँ प्योर भेज चारवटा चाहिँ चिकन के चिकन हो यहाँ लोकल लोकल पनि हुन्छ अर्को चिकन पनि हुन्छ पोल्ट्री पनि लोकल प्रेसरको तपाईँ छ नि एकैवटा अगाडि खाएर अलिअलि एक्सप्लोर गरौँ आएको बेलामा अन्त यस्तो दामी सेटअप रहेछ कि एउटा रुम रहेछ यहाँ चाहिँ उहाँहरू बस्नु हुँदो रहेछ रब्रोहरू अन्त यता चाहिँ लासम कोठा रहेछ छेसम अन्त तामाङ ट्रेडिसनको डाउनफोहरू राखेको रहेछ नेपाली ट्रेडिसनको मादल है हाम्रो अन्त बाइ द वे ह्याप्पी न्यु इयर आज सबैलाई नेपाली न्यु इयरको अन्त त्यही भन्दै हामी घुम्नु आएको यता भान्साघर अब हामी उकालो लागौँ है त ए कताबाट हो माथि जाने ए यहाँबाट ए यता रहेछ माथि पनि अब हुनु त अफिसियल बस्ने होल्ड गर्ने जग्गा त होइन अरे तर पनि इफ केटाहरू जस्तो ग्रुप आयो साथीभाइहरू आयो भने चाहिँ त्यसको प्रबन्ध पनि मिलाइदिनु भएको रहेछ त्यो चाहिँ के हो भन्दाखेरि यहाँनिर यस्तो टेन्टहरू लगाइदिनु भएको रहेछ हो पिङ पनि रहेछ अन्त यस्तो टेन्ट राखेको रहेछ एउटा यहाँनिर एउटा अलिकति माथि बनाएर राखेको रहेछु यस्तो माथि मान्छेहरू सुत्दा पनि हुने रहेछ भित्र ब्ल्याङ्केट्सहरू पनि प्रोभाइड गरिदिएको रहेछ तर यस्तो गर्मीमा त कहाँ ब्ल्याङ्केटहरू चाहिन्थ्यो होला र है खै माथि चढीहरूमा चाहिँ यस्तो दामी भ्यू रहेछ आम्मा अन्त बिहान अन्त यो टेन्टबाट उठ्यो भने त भ्यू पनि दामी वेदर त अलवेज यस्तै होला अलिकति क्लियर यहाँबाट यस्तो देखिने रहेछ त्यहाँ तल हामी बसिरहेको छौँ यसमा त्यही भन्दा तपाईँहरू आउनुहुन्छ भने अलवेज वेलकम रहेछ यहाँनिर रब्रोले आफै बसेर पनि एन्टरटेन गराइदिनु हुँदो रहेछ बस्नु हुँदो रहेछ तपाईँहरूसित खाली छ भने अभियसली अन्त म यहाँको डिस्क्रिप्सन लोकेसनको डिस्क्रिप्सनहरू सबै इन्फर्मेसनहरू सबै डिस्क्रिप्सनमा दिनेछु अन्त यता कता साइडमा म एउटा सानो म्याप जस्तो पनि देख्नेछु यसलाई भन्छ तक्लिङ बस्ती भनौँखेरि पेसोक जसलाई थाहा हुने गर्छ अहिले पेसोकदेखि अलिकति तल अब 10 किलोमिटर जस्तो टाढो मात्रै ज्यादा टाढो होइन सो गाडीहरूमा आउँदा अलमोस्ट 25 to 30 मिनट्स जस्तो चाहिँ लाग्दो रहेछ फेरि पछाडि यहाँनिर अलिकति कटिङ गऱ्यो भित्तामा तल्लो साइडको वाल गरेँ र माटो लगाएँ पुगेन हजुर दामी रहेछ नि मतलब अब त्यो वाल भइसक्यो माटो अब फ्याँक्ने जग्गा भएन यो भित्ताको डल्लै निक्लेको थियो ढुङ्गा त्यो के गर्नु उपर गुम्बालाई चाहिँ के होला 400-500 गाडीमा यो फेरि उयो कुनामा अलिकति त्यो टोइलेट त्यहाँ कटिङ गरेको ढुङ्गाले मात्रै यत्रो वाल तानेको यहाँ त अलिकति छुनुमा त पर्छ ढुङ्गा त बुरुरु हो उयो यस्तै थियो नि बारीहरू ढुङ्गा यत्रो थियो जेसिबीले खन्दा चाहिँ जेसिबीले उल्टा तान्ने क्या ढुङ्गाले कडा नि त यो ढुङ्गा फेरि हजुर उयो यस्तो कालो खालको कडा यो चाहिँ ब्रदरले आफै बनाएको है टकटुक आफै गरेको कटिङ गरेर चाहिँ बनाएको यो जग्गा हरेस लाग्दो थियो नि जमिनको लेभल चाहिँ यो घरको त्यो वाल छ नि जुन चाहिँ उयो गोलो मुनिको त्यहाँ चाहिँ चेप्टो ढुङ्गा छ नि त एउटा ठुलो ढुङ्गा माथि बनाएको घर हो नि त त्यो लेभलबाट यस्तो आएको थियो जमिनको लेभल अब चाहिँ हाम्रो भाइले पर्फर्मेन्स गर्दैछ है लु हेर्छौँ भाइ नेपाली न्यु इयरमा हाम्रो नेपाली गीतहरू दामी
कहिले काहीँ रुनेछौ दामे दामे कहिले काहीँ रुनेछौ कहिले काहीँ रुनेछौ भाइ भाइ यता देऊ त बिदानलाई क्या हुआ तेरा वादा क्या हुआ तेरा वादा सक्यौँ नसक्यौँ यो चाहिँ फर्स्ट एन्ड लास्ट है फेरि हजुर त्यहाँदेखि म चाहिँ सक्दिनँ होइन हामीलाई यस्तो रमाइलो भइरहेछ अहिले रब रोकोमा है रब रोले मजाले एन्टरटेन गरिरहेछ गर्नु भइरहेछ सो यहाँ फेलिसिटेट पनि भइरहेछ रब रोलाई अब तपाईँहरूले जुन चाहिँ गर्नुभयो सबैले यस्तो गऱ्यो एकदम राम्रो लागेर हामी आएको हो हामी एकदम हाम्रो नेपालीहरूको महान चाड आज नयाँ वर्ष सबैलाई हामी एकैचोटि शुभकामना दिउँ है रब रोको नयाँ इक्विपमेन्ट वकी टकी आएको छ यो के भयो भन्दा घाँटी सुक्यो पराकोले धेरै अब शुभचिन्तक साथीहरू आएर अर्डर दिनु भयो भन्ने कुरा आयो नि त अन्त चाहिँ अहिले टप 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 छिटो भयो नि त म त अब सबैसँग घुमिरहेको हुन्छु सबैले मागिरहेको कुरो म प्लेटै यहीँबाट भनिदिने अन्त कतिवटा गर्नुभयो दुईवटा चारवटा छ चारवटा लिँदा मजाले एउटा किचन एउटा काउन्टर एउटा वेटर एउटा बियर ल अब घर जानु अगाडि मजाले भात खाएर ल अब जान्यौँ हामी तपाईँ के अब घरको लागि अलिकति यो मात्रै यस्तोहरू धन्यवाद र थ्याङ्क यू सो मच है लास्ट तपाईँको च्यानल पनि छ हजुर जोजोमी जोजोमी हजुर जोजोमी थ्याङ्क यू तपाईँले हामीलाई यसरी होस्ट गरिदिनु भएकोमा यसरी इन्भाइट गरिदिनु भएकोमा है म तपाईँको एकदमै खुसी सेयर गर्छु नि दर्शकबिन तपाईँहरू जतिजनाले हेरिरहनु भएको छ उहाँको च्यानललाई है जति तपाईँहरूले उहाँलाई मिठो मिठो कमेन्ट बसिदिनुहोस् होला भन्न चाहन्छु र लाइक सेयर एन्ड सब्सक्राइब है म रब रो उहाँले ट्याग गर्नुहुन्छ म अवश्य सेयर गरिदिनेछु मेरो दर्शकलाई स्पेसियली म रिक्वेस्ट गर्न चाहन्छु है तपाईँहरूले सेयर गरिदिनुहोस् लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् भन्न चाहन्छु विशेष उहाँ हाम्रो जो हेर्नुहोस् न कस्तो है एड्रेन पालादैन हो नि त उहाँ त एड्रेन पालादैन हो नि त उहाँ प्योर भेज रहेछ एकदमै दामी राम्रो लाग्यो खाना मिठो खाना राम्रो सबै मिठो नेक्स्ट टाइम भेट इन्भाइरोमेन्ट राम्रो एकदमै राम्रो थ्याङ्क यू हामीलाई तपाईँहरूले होस्ट गरिदिनु भएकोमा तपाईँहरूको सपोर्ट तपाईँहरूको माया है त्यसले गर्दा आज यहाँ हुन्छ थ्याङ्क यू सो मच सो त्यति भन्दामै सो वी आर साइनिङ अफ फर टुडे यसो हामी मजा गऱ्यौँ रब रोको यस्तो राम्रो क्याफेमा आएर हामीले एकदम इन्जोय गऱ्यौँ आई वुड रेकमेन्ड अल माई भ्युवर्स दार्जिलिङमा जति पनि हुनुहुन्छ प्लिज कम एन्ड भिजिट दिस प्लेस इट्स भेरी वन्डरफुल कति राम्रो छ हस्पिटालिटी एकदमै राम्रो रब रोको सो रब रो मात्रै भएर रब रोको सबै फ्यामिलीको हस्पिटालिटी एकदमै राम्रो प्लिज कम एन्ड डु भिजिट दिस प्लेस त्यति भन्दै साइनिङ अफ सी यु अन नेक्स्ट टाइम